Hello guys, good morning. Welcome back to our new video. साथीहरु अनि हामी चाहिँ भर्खर उठेको नि छैन भर्खर उठेको नि छैन उठेर नि सुतेको हो फेरि का भर्खर मुख पनि त उठेर नि सुतेको मेट्रो मुख चाहिँ दुखेको छैन है मुख चाहिँ दुखेको छैन ढाड्ने कुरा हैन उठेर सुतेको अब चाहिँ टक्का लाएर उठ्नु पर्ने हुन्छ अब फ्रेस हुनु पर्ने हुन्छ अनि त्यसपछि आज हामी घुम्न निस्किनु पर्ने हुन्छ गाइज अनि हामी चाहिँ कहाँ हो त भन्दाखेरि चाहिँ पोखरा हो क्या खास हैन हिजोको पोखरा तर मैले हिजो भिडियो बनाएन है अनि त्यही हो गाइज अब चाहिँ हामी उठ्नु पर्ने हुन्छ फ्रेस हुनु पर्ने हुन्छ अनि त्यसपछि आज चाहिँ खै कहाँ जान्छौँ भिडियोमा देखि नै हाल्ने हुनेछ हेर्दै गर्नु होला अब सुतेरै भिडियो स्टार्ट भइसकेको छ हाम्रो चाहिँ अब है ओके हेर्दै गर्नु होला है बोल्नु घुम्न नजाने कस्तो कालो देख्छ हौ तपाईहरु त घुम्न जाने हुन्छ नि हो खै त आन्टी आन्टी कहाँ हुनुहुन्छ भोलि शनिबार हैन र शनिबार हो किलोमिटरमा छ शनिबार हो नि अनि जाने त जाम भन्नु हामी चाहिँ हिँडिसक्यौँ साथीहरु हिरोको मम्मी हो यहाँ त्यही पनि खास 80-25 गते थियो 24 गते 25 गते ए 24 गते भन्ने ए 24 गते थियो 24 गते मेन थियो नि त यहाँ कुन हलमा है बिहान नि त दिदी आउन त्यतिखेर त सबै हिरो हिरोइन सबै थियो के पहिला खाजा जानुपर्ने हुन्छ 10-15 मिनेट कति हुन्छ हेरौँ तपाईले देखाएको म त यस्तो क्या गाइज ब्राइटनेस अलिक कम गरेर चार्ज सकिन्छ भनेर क्या बेलुकासम्म पुग्नु परेन तपाईँको खबर के छ भन्नुहोस् तपाईँको खबर के छ भन्नुहोस् ठिक छ घुम्न पाउँदा खुसी पनि छ हेलो अनि खास भन्नु त हामी यहाँ शिवजी भएको ठाउँमा जान आँटेको हिँड्नु पर्दो रहेछ गाडीहरू चाहिँ कुनै पनि जान दिन्छ अरे लोकल गाडीहरू चाहिँ भन्ने सुनेको अब ट्याक्सी चाहिँ जान दिँदैन अरे क्या त्यही भएर हामी हिँड्दैछौँ तपाईँ मेरो भ्लगमा आउन चाहनुहुन्न चाहन्छु नि तर किन यति छिटो कुद्नु भएको भन्नुहोस् त सक्दैन अनि म भन्दा नि हिँड्नु पऱ्यो त फेरि रात पर्ला रातकै चिन्ता छ है रातको चिन्ता छ 10:30-11 बज्यो 11 बज्न आँटिसक्यो होला है 10 बज्यो हेर्दै गर्नु होला साथीहरु फाइनली गाइज आइपुग्यो कस्तो राम्रो हिमाल देखेर हेर्नु त कस्तो राम्रो देखेको गाइज अब चाहिँ हामी यहाँबाट भित्र छिर्छौँ है आउने गरी लागि एकदमै राम्रो जान्छु म अनि फोटो
कहाँ खिच्ने भनेको माथि गएर खिच्ने जाने कस्तो लागिरहेछ त राम्रो हिमाल कस्तो राम्रो देखेको छ क्या ए उता पनि रहेछ हो यहाँ पनि रहेछ राम्रो ठाउँ खै उनीहरू गइसक्यो दुईजना रिसाउँछ अहिले मलाई हिमाल चाहिँ खतरा लाग्यो जुत्ताले गाह्रो भयो क्या हो गाह्रो भयो उहाँको हिल जुत्ता नि त त्यही भएर गाह्रो भयो झन् आज हिल लगाएर यस्तो हिँड्नुपर्छ थाहा थिएन माथिसम्मै घाट जान्छ सोचेको थिएँ मैले चाहिँ तर हिँड्नुपर्ने रहेछ अलिक गाह्रो भयो पर्दैन हिँड्छु जति पनि नतान्नु न मेरो हातमा चाहिँ फाइनली टिकटकमा त देखेको थियो अब आज साँच्ची नै गाउनु पाउँदा चाहिँ खुसी छ आज चाहिँ रियलमै आउन पाएँ यता कि उता छ नि यता छ ब्याकग्राउन्ड चाहिँ यस्तो छ कसम से भनेको माथि आइपुग्यो हामी छिटो आउनु ओ माई गॉड यहाँ फर्स्ट टाइम होइन फर्स्ट टाइम नि फर्स्ट टाइम हो गाइज पोखरा त आएको तर यहाँ यो ठाउँमा चाहिँ फर्स्ट टाइम हो खै कहाँ कहाँ जाने हौ आउनु यता आउनु के यताबाट कहाँ जानु हुन्छ गाइज वा अनि यता आउनु सबैजना यता पम्तीकोटमा शिव भगवान यति धेरै भिड छ गाइड किनभने अहिले टुरको सिजन हो नि त त्यही भएर हामी चाहिँ अहिले 4 जना छौँ कस्तो राम्रो देखेको आन्टी हजुरलाई हो र आन्टीकै मान्छे राम्रो छ नि हजुरलाई कस्तो लागेको छ तारिफ त सक्ने छैन हजुरलाई चाहिँ कस्तो लागेको छ लाग्छ कस्तो गरे देखेको साँच्ची मलाई ल यहाँ अब फोटोसोटो खिच्नुपर्ने हुन्छ गाइज हामी खतरा लाग्यो माथि नि जानु पाउँदो रहेछ त जानु पाउँछ अब फोटो खिच्ने हामी साथीहरू ल गाइज हामीले चाहिँ यहाँ 2-3वटा फोटो खिचिसक्यौँ होइन अब सोचे जस्तो फोटो चाहिँ हुँदैन क्या फेरि अनि है म चाहिँ ट्रकको चस्मा लगाएर कस्तो उता हिमालमा चाहिँ खिच्ने हो गाइस अब होइन कस्तो दामी हिमाल अझै यहाँ बनाउँदै हुनुहुन्छ यहाँ कम्प्लिट भएको छैन पछाडिको हिमाल चाहिँ लास्टै राम्रो हामीलाई हेरेको होला क्या हेलिकप्टरले के बोल्नु है भ्लग पनि बोल्न नै आउँदैन हिँड्यो भिडियो बनायो त्यति हो अब यहाँ
hour later. अब चाहिँ हामी यहाँबाट जाने गाइस अब अन्त ठाउँमा पनि जानुपर्ने हुन्छ नि त त्यही भएर ल अब चाहिँ हामी फर्क्यौँ कुन्तीकोट शिव भगवान भएको ठाउँबाट हामी जाँदैछौँ गाइस किन नहिँड्ने ठाउँमा अब के बोल्नु है खासै बोल्नु नै आउँदैन जानुपर्छ अब त्यही हो राम्रो छ है मेरो झोला त बोक्नु मटका चिया गयौँ तल अब थाहा छैन अब घुम्दै जानुपर्ने हुन्छ अब कहाँ जाने यो पछि हामी कहाँ जाने हो भन्नु त अनि हात भएको ठाउँ चाहिँ त्यो रहेछ क्या 400 तिर त टिकट हुन्छ त्यहाँको यहाँ यहाँ त केही छैन केही छैन हौ यहाँ त्यही हात हेर्ने होला त्यही हो अब चाहिँ गएँ हामी यहाँबाट यसपछि यहाँबाट चाहिँ खोइ कुन ठाउँमा घुमिन्छ थाहा छैन तर हेर्दै जाऊँ अब कुन कुन ठाउँमा घुम्ने हो त्यो आज 2-3वटा ठाउँमा त घुम्ने भनेको छ फेवाताल कत्रो ठुलो रहेछ भगवान यो फेवातालमा त एक दिन त घुमेरै सकिँदैन हो के हो यत्रो ठुलो छ नि अब चाहिँ हामी चाइनिज गुम्बा हो कि कहाँ स्तूपा हो कि चाइनिज गुम्बा जाँदैछौँ गाइस टाढै रहेछ त है त्यहाँ पुग्न त टाढै रहेछ त त्यहाँ पुग्न क्यामेराम्यानहरू के गर्नु घुम्न आएको अब हिँड्नै पर्यो नजिकै जस्तो लाग्थ्यो टाढै टाढै रहेछ जे होस् अब हामी कहाँ आइपुग्यौँ भन्नुहोस् त सारङकोटको डाँडैमा तर सारङकोट चाहिँ ऊ त्यो माथि रे हामी चाहिँ यहाँ हात भएको ठाउँमा आएको हात भएको ठाउँमा आएको हामी कहाँ आएको रे हामी हात भएको ठाउँमा भन्नु न यस्तो हात भएको ठाउँमा आएको ए मेतलाङ भन्छ हो डरको अगाडि जित छ भिडियो त गर्न पाउँछ नि यहाँ त कस्तो ओए हिमाल त नजिकै आइपुगेछ हौ वाउ अहिले चाहिँ टक झर्नुहुन्छ टक लाएर झर्नुहुन्छ होइन अहिले अब आज हामीले यहाँसम्म 3 ठाउँमा घुमेको हुन्छ है 3 ठाउँमा घुमेको हुन्छ है यहाँसम्म हामीले 3 ठाउँ अब यहाँ के अरे मेतलाङसम्म हामीले 3 ठाउँ घुमेको हुन्छ होइन नाटक गरिरहेको कि यहाँ अब मेतलाङको भिडियोले भाइरल हुन्छ अरे क्या भाइरल हुने त सपना मनै सोच्नु पर्दैन यहीँ सानी हो पिङ्कै यहाँ रहेछ म त मर्छ होला पिङ खेल्यो भने त कस्तो राम्रो देखायो पछाडिको भ्यू नरुनु नि फेरि टक्क बेल्ट बाँधेर जाने हो ल म फोटो खिचिदिन्छु
अब चाहिँ माथि मेन हात भएको यहाँ चाहिँ त्यहाँ डोरीले गर्छ रे पुरा सिसा त डराउँछ कस्तो राम्रो लेखेको छ यहाँ कस्तो राम्रो राम्रो बनाएको योहरू चाहिँ टक्क आमामा यसो हेर्दै रिङ्गट लाग्छ त के हो हे दुईटा हात रहेछ हौ यो काठमाडौँ भन्न जान्छ पोखरा भ्यू गाई अब म चढ्दैछु हातमाथि मेरो फोटो खिचिदिनुहुन्छ तपाईँले ओ यहाँ माथि गएर म गएँ है मेरो खिचिदिनु नि ओ यहाँ दाइलाई खिचिदिनुहुन्छ क्या दाइले मेरो म यहाँ माथि लान्छु क्या अनि जसको ओ यहाँ माथि ओ यहाँ हेर्नु नानी आनी ओ यहाँ दाइलाई दिनु ल मेरो फोटो खिच्न ओ दाइले खिचिदिनुहुन्छ क्या उता अब म यहाँ हात माथि जाँदैछु ल म गएँ ढोकेर जानुपर्ने हुन्छ नि त हाई गाइज रिङ्गट लाग्छ त के हो सन्चले पो मन लान्छु तिमीलाई डोरीमा चढाई ओ यो घर भएको ठाउँमा फोटो खिच्दै नि हुन्थ्यो नि अब चाहिँ हामी यहाँबाट नि फर्क्यौँ अब यहाँबाट कहाँ जाने हो घर अब करे भोटेकोसीमा पनि उसमा चढेर गएको छु भने के भोटेकोसीमा तपाईँलाई त डराउनु तपाईँलाई त नडराउने रहेछ है नडराउनु हामी त त्यहाँबाट पनि अब एउटा गुफामा जाउँ है अब ल धेरै डराउने चाहिँ हामी तिनजना रहेछ गाइस चमेरो गुफामा चमेराहरू नि हुन्छ है मैले पनि त्यो नेफोली फ्यामिलीको भ्लगमा देखेको थिएँ क्या A few minutes later. पापेहरू छिर्दैन रे पाप नभएकोहरू चाहिँ छिर्छ अरे भन्ने सुनेको थिएँ यहाँबाट निस्किन्छौँ तर हामी तर्छौँ म त म हो क्या हामी खिचिदिन्छु त्यहाँ मलाई त डर छैन तपाईँहरूले अब तपाईँहरूले पाप गरेर छ कि खोइ कहाँबाट हो यहाँबाट ल्याउनु यहीँबाट फर्किनु कति उता सक्दैन त चार्ज त कोही निक्लिनुपर्छ म त यहाँ चाहिँ आएको थिएन थुप्रै हिँड्नुपर्छ नि है छिराउनु बिस्तारै बिस्तारै आउनु ए टेरी यहाँ पनि नजाने भन्नु छैन ठुलो छ के आठ छ उसलाई डर लागेको त्यहाँ मात्रै हो सानो भनेको त यतैबाट फर्किने यतैबाट फर्किने अड्क्यो भने त के गर्ने है साँच्ची नै को होइन क्या तपाईँहरू चाहिँ क्या अँध्यारो छ म एक्लै कहाँ जाने त चमेरो ए चमेरासँग छ गैरो जैविक ए खोइ अब चाहिँ लाइट बालेर जानुपर्ने हुन्छ म जानु अगाडि ए भगवान् भिडियोमा देखिन्छ हिँड्नु न म हिँड्नु भिडियो देखाउँदाखेरि मान्छे को छ यता समाउँदै हिँड्नु है लड्छु कस्तो मधुरो हो यो मेरो बस्नु ए हामी मात्र लानेको रहेछ चमेराहरू देख्छ कि हेर्नु है चमेरोहरू छ क्या पारा
यत्रो मान्छे त सकिरहेको सास फेर्न गाह्रो हुन्छ र इजी ओ माई गॉड इजी हो एकदम आमामा सबैभन्दा अब चाहिँ म हो क्या बिस्तारै आउनु है बरु चिप्ले ल ए हो त्यहाँनिर रहेछ मान्छेहरू भगवान् कस्तो के गर्नको यहाँ त कस्तो हुँदो रहेछ म त नजाउँ कि क्या हो गर्मी चाहिँ मलाई मात्र भएको कि सबैलाई भइरहेछ हामी देखाएको छ त अलिअलि गर्मी त भइरहेछ खै कहाँ यो सबै हेर्नु त ओइ यो कालोहरू चमेर हो खोइ म त देख्दैन पो माथि के हो त यत्रो देखिरहेको यो कालहरू टाँसेर बसेको के सबै चमेला त अब यहाँ कहाँ जाने हो जानु उता जाउँ ओइ ओइ त्यो माथितिर नै जाने यो हो हेर्नु त वहाँ कति टाँसेर निस्किने ठाउँबाट पो त बाटो नभए हुन्छ ल जाउँ अब चाहिँ कहाँ फर्किने हो क्या हामी अब फर्किने होला नि ल बिस्तारै आउनुहोस् अनि म त गर्मी चाहिँ भयो के ल्याऊ गर्मी भयो त चर्को आवाज ननिकालिदिनु होला अरे म यो सबै चमेर हेर्नु त तर कस्तो नदेखेको भिडियोमा हो बल्ल देखेको सानो सानो म त ठुल्ठुलो होला भनेको त किन नआउनु म त आएको थिएन यहाँ त एकपल्ट देखाइदिनु सबैजना चमेरो हेर्दै हुनुहुन्छ है यहाँ चाहिँ अब ऊ त्यहाँ यहाँ नजिक रहेछ नि त ओ यहाँ रहेछ चमेरो कस्तो खालको हो त्यो अबे यस्तो भन्नु रहेछ ओइ चमेरो के हो क्या यस्तो मौरीहरू हामीले नि यस्ताहरू नमिलाउने म त मिलाएँ ढुङ्गाहरू मिलाउनु पर्छ अरे क्या अहिले क्या म चाहिँ यहाँ भएन बनाएको होला नि चमेरो बसेर अनि अब ऊ होला क्या घुम्ने ठाउँ बना होला ला भत्क्यो अब यहाँ त एक्लै जाऊ भन्यो भने त म त यहीँ मर्थ्यो होला मतलब एक्लै पठायो भने चाहिँ यहाँ सक्दैन पुरै खोला जस्तै छ के भित्रभित्र यहाँ छिर्ने बेला यस्तो पानी पानी कस्तो यहाँ यत्रो ठुल्ठुलो पानी छ त्यो ठुलो पानी चाहिँ उसो के के अरे यहाँ छिर्ने बित्तिकै चाहिँ मलाई कस्तो गर्मी भयो तपाईँको लाइट खोइ अनि कत्रो ठुलो पानी खोला खोला जस्तोमा त माथिबाट लाइट
टाउको ठोकलाई बिस्तारै आउनु यता टाउको ठोक्छ है अनि माथि टाउको ठोक्यो माई गड ओइ अँध्यारो भयो कहाँ जाने अब टाउको बत्ती बाल्नु न यहाँ म हाटिरहेको भोलि यहाँदेखि चाहिँ चिसो हुँदो रहेछ म अन्दाजले हिँड्दा चाहिँ त्यहाँ लाइट ल यो हेर्नु बाटो ए म त बत्ती बालेछ भने होइन कि बत्ती बाले रहेछ भनेको त उज्यालो माथि पो रहेछ 2 hours later. वाह भिडियोमा देखेको यही हो र होइन ऊ त्यो चाहिँ होला ऊ त्यहाँ पनि रहेछ धाराहरू वाउ कस्तो राम्रो देख्यो कस्तो राम्रो वाटरफल गाइस माय गॉड आज होइन एकै दिनमा एउटै लुगामा हामी कतिवटा ठाउँ घुम्यो भन्नु त हामी भइसक्यो त 4-5 ठाउँ 3-4 5 हो कि 4 हो भइसक्यो है एउटै लुगामा एक दिनमा यति धेरै घुम्यौँ साथीहरू अब के हार्नु होइन कस्तो राम्रो देखेको हेर्नु त माथि अलि माथि देखाउनु पर्यो त्यस्तो ए अब चाहिँ हामी फर्किन आँटेको अब 4:30 पनि भइसक्यो है रात पनि परिसक्यो अब त्यही भएर यहाँबाट चाहिँ अब हामी फर्किनु पर्ने हुन्छ ल ल ल सबै याद गर्नुहुन्छ आनीले ओके गाइस बाई 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 अब चाहिँ यहाँबाट पनि जान्छौँ ए गण्डकी ट्राउट फार्म हो त्यहाँ यहाँ पनि आइयो कस्तो राम्रो खै ए कति धेरै रहेछ नि त माछाहरू त कति धेरै पो रहेछ त ल चमेरो जस्तै रहेछ यहाँ पनि कति धेरै हो त्यहाँ कस्तो मजाले पानी आइरहेको छ आज त घुम्यो सारा संसार आज त सारा संसार घुम्यौँ साथीहरू चिसो चिसो छ यहाँ चाहिँ है माछा थुप्रो माछा छ समात्न मिल्दैन आमा यतिमै कति धेरै बसेको है यिनीहरूको मिटिङ चलिरहेको छ नि राम्रो गरेको हो अर्काको ठाउँहरूमा त के गर्नु कस्तो राम्रो हो क्या पुरै माछा खानु वेलकम टु गण्डकी देखाएको छ त्यहाँ चाहिँ माछालाई नछुनु होला अरे छुन नि डराउँछ हौ म त ओ यहाँ त माछा फार्मै रहेछ नि माछा आमा हेर्नु त कति धेरै
हाँस हो कि क्या हो त्यो हजुर हेर न घाँस खाइरहेछ हाँस हो कि के हो त्यो